हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल फेरि पनि तपाईँहरू सबैलाई स्वागत छ मेरो च्यानलमा अनि यहाँ तपाईँहरूले हेर्नु हुँदैछ हामी चाहिँ सपमा छौँ केक सपमा किन भन्दाखेरि चाहिँ हाम्रो चाहिँ एकदमै प्यारो पुसैको फुपाको बर्थडे हो र दिदीहरूले चाहिँ सरप्राइज दिन जानुहुँदैछ अनि हामी चाहिँ यहाँ सपबाट चाहिँ केक किन्न लागि चाहिँ पसेको सो इन्जोय माई भ्लग लास्टसम्म हेरिदिनुहोस् होला 내 바람은 그리 크지 않아 हामी चाहिँ पुसैको घरमा आइपुग्यौँ पुसै र फुपू हुनुहुन्छ अनि यहाँ चाहिँ बर्थडेको सेलिब्रेसन रेडी गर्नका लागि चाहिँ दिदीले एकदम केकहरूमा क्यान्डलहरू बाल्नु हुँदैछ अनि त्यसपछि चाहिँ हामीले चाहिँ मजाले इन्जोय गऱ्यौँ एकछिन भए पनि है 내 बेसी 기타 फोटोहरू लिन पाएन 소리와 बिकज हामी अब त्यो भिडियोहरू त्यति साह्रो बनाउने अब इन्टेन्सनले पनि गएको थिएन होइन जस्ट 조용히 सरप्राइज दिनु मात्रै गएको थियो 잠들고 싶을 뿐이야 Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Hussein. Happy birthday to you. 진짜 보러 봐요. 널 다시 만날 수 May God bless you. Happy birthday, dear Hussein. Happy birthday to you. Clap, clap, clap. अनि कस्तो छिटो पुग्नु भयो त मैले इट्स सच अ प्रिसियस क्या अब अति नै प्रिसियस मोमेन्ट थियो यो हाम्रो लागि पनि होइन अब पुसै फुपू हुनुहुन्थ्यो त्यहाँबाट दिदी दादा पनि हुनुहुन्थ्यो अनि हामी अति नै इन्जोय गऱ्यौँ यहाँ अनि यो भिडियो पनि पहिलाको नै हो तर मैले आज आई टोल्ड यु बिफोर है मेरो टेक्निकल प्रब्लम भएर चाहिँ अपलोड गर्नु सकेको थिइनँ सो अहिले चाहिँ अपलोड गर्दैछु अनि पुसै र यहाँ फुपूको पुसैको बर्थडेको सेलिब्रेसनमा चाहिँ हामी चाहिँ यहाँ हाँसेकै क्या यति ननस्टपै हामी हाँस्यौँ होइन दिदीबहिनीहरू हामी भेट भएर त्यही त हो गाइस अब रमाइलो इन्जोय गऱ्यौँ मजा आयो तर अब दिस लाइक हुन्छ नि टच दे आर सच अ ब्युटिफुल पेयर क्या अब अहिलेसम्मको पनि यति आइडल भएर बसिरहनु भएको छ फुपू र फुपा है दिस इज अमेजिङ अनि हामी चाहिँ त्यहाँबाट निस्केर चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ एयरपोर्टतर्फ किन भन्दाखेरि चाहिँ आज हाम्रो भेनाज्यू पनि जानुहुँदैछ ड्युटी है अनि भेनालाई सी अफ गर्नु लागि चाहिँ हामी जाँदैछौँ सो त्यही हो गाइस कन्टिन्यू हेर्दै जानुहोस् होला 곧 새벽이 찾아와 밤의 명암은 더욱 깊어져만 가네 내 바람은 그리 크지 않아 단지 조용히 하루를 정리하고 싶을 뿐 미지근한 샤워와 내 기타 소리와 너의 따뜻한 불빛에 조용히 잠들고 싶을 뿐이야 अहिले नानीको आधार कार्डको फोटो चाहिँ अपडेट गर्नु आएको अनि त्यही हो गाइस यहाँ चाहिँ अलिकति अपडेट गरिकन चाहिँ त्यहाँबाट चाहिँ दिदीले चाहिँ भन्नुभयो लेट्स गो फर लन्च है लन्च बाहिरै गरौँ भन्नुभयो अनि लन्च गर्न चाहिँ हामी घरको छेउमै गएको हो त्यही लागि चाहिँ हामीले हेलमेट लगाएको छैन गाइस यो नसोच्नु कि टाढो भनेर हाम्रो घरदेखिको चाहिँ एकदमै छेउमै गएको थियौँ र चाहिँ हेलमेट चाहिँ नलगाई हामी गएको सो इन्जोय माई भ्लग 고마울 뿐
미지근한 샤워와 내 기타 소리와 너의 따뜻한 불빛에 조용히 잠들고 싶을 뿐이야. 미지근한 샤워와 내 기타 소리와 너의 따뜻한 불빛에 조용히 잠들고 싶을 뿐이야. गाइस हामी चाहिँ सपिङ गर्नु थियो अलिकति है अब कालिम्पोङ फर्किनु आँटेको थियौँ हो अनि त्यही सपिङ गर्दा नानी सुतिहाल्यो अनि नेक्स्ट डे त मेरो हस्बेन्ड लिनु आउनु भएको थियो हामीलाई सो तपाईँहरूले देख्नु हुँदैछ है अनि हस्बेन्डलाई देखेर नानी खुसी भइरहेको छ सो आजको लागि चाहिँ यति नै धेरै धेरै धन्यवाद यहाँसम्म हेरिदिनु भएकोमा सो see you in my next video till then stay happy and stay healthy which is very very important bye for now